Fin Electro-Trade 2024. वायर इन्डस्ट्रीमा एउटा अग्रणी उद्योग हो। उहाँले प्लेटिनम स्पेसल गरेको छ। डायमन्ड स्पोन्सरमा ओर्चिड ब्रान्डका जानकी केवल उहाँहरू पनि केवल स्थापित छ र ओर्चिड ब्रान्ड आजमा हौसलालाई कन्फिडेन्स पनि आएको छ, हौसला पनि बढेको छ हाम्रो। त्यसले गर्दाखेरि अब तपाईहरुले जुन अहिले सबै संस्थाहरूबाट जुन एउटा कमिटमेन्ट चाहिँ इलेक्ट्रोट्रेडलाई चाहिँ एउटा आफ्नो प्रतिबद्धता यसरी गर्ने भन्ने किसिमको जुन एउटा प्रतिबद्धता आएको छ त्यो चाहिँ अझै पनि हजुरले प्रतिबद्धतालाई एकदमै फुलफिल नै हुने गरिकन हामीलाई एकदमै सपोर्टै हुने गरिकन अझै सिरियसली अगाडि बढाइदिनु होला। र यति कमिटमेन्ट आएकोमा पनि हामी एकदमै खुसी छौँ, हौसला पनि बढेको छ। यति भन्दै अब हाम्रो आयोजकहरूलाई चाहिँ यसलाई अझ पहिलाको जति पनि भइरहेको चाहिँ इलेक्ट्रोट्रेडहरू छ त्योभन्दा पनि अझ पनि ग्रान्ड रूपमा सफल बनाउने हिसाबले चाहिँ अगाडि बढाउनको लागि चाहिँ म सबैलाई धन्यवाद दिन चाहन्छु। अब यी उठेका जिज्ञासाहरू र यी ट्रान्सफरको भनौँ प्रिमियरको भनौँ अब आफ्नो पेजबाट जुन त्यसलाई नै सेयरिङ गर्ने र चाहिँ साथीहरूलाई चाहिँ ट्याग गरेर गर्नेले पनि धेरै इफेक्ट गर्ला जस्तो लाग्छ मलाई। एउटा त्यो भयो। अनि मैले यहाँ अलि त्यो हाम्रो पत्रिकावाला मिडिया चाहिँ देखिँदैन, यस्तो नराख्ने हो कि राख्ने के जाँदैछ कि कस्तो? त्यो होइन होइन मैले जस्तो अब कान्तिपुर शान्तिपुरमा हाम्रो चाहिँ आर्ट दिन्छौँ ए त्यसमा पनि छ त्यो चाहिँ अहिले कहिले मेन्सन नभएको हुनाले पत्रिकामा नदिँदैन। पत्रिकामा दिँदाखेरि चाहिँ कस्तो कतिवटा पत्रिकामा दिँदा कसरी दिन्छ ए जस्तो सुरु हुने 2-4 दिन अगाडि जस्तो किनभने पत्रिका पनि त्यो ई पेपर पनि अब अनलाइन आइरहेको हुनाले मान्छे एकचोटि जस्तो मलाई सोध्नुहुन्छ भने एकचोटि अब जुन मेजर पत्रिकाहरू कान्तिपुर भयो, नयाँ पत्रिका भन्यो, अनि 2-4वटा जुन राष्ट्रिय पत्रिकाहरू छ त्यो चाहिँ बिहान एकचोटि सट्ट त्यो ई पेपर सर चाहिँ हेर्नु के भन्यो के छ अपडेट मात्र लिनु भयो भने अब पत्रिकै पढेर किन्ने त जमाना गइसक्यो भन्ने पनि भयो होइन। लिइसकेर जबरजस्ती त्यो सब्सक्राइब गर्नेहरू आउने भयो, तर एटलिस्ट चाहिँ त्यो उसमा चाहिँ हेरिन्छ क्या ई पेपर चाहिँ सर आज के छ त अपडेट भने जस्तो किसिमले त्यस्तो पनि दिन पायो भने चाहिँ अब त्यो दिने रहेछ भने त भइहाल्यो। त्यसले पनि इफेक्ट छ। अनलाइन मिडिया चाहिँ त्यो पेपरहरूको अनलाइन मिडिया छ उहाँको चाहिँ त्यसमा छँदैछ। तर अहिले हाम्रो अलिअलि पुरानो छँदैछ त्यो पेपर र टिभी पनि त्यसलाई पनि अहिलेको यो कार्यक्रममा चाहिँ गर्ने अनुमति चाहिँ धन्यवाद।